हम नहा धो के तैयार हो चुके हैं। तो ये हमारे नेपालियों का सबसे पहले कन्या पूजा हो रहा है। कन्या पूजा में हमारे नेपाली कल्चर पहिला थाहा भयो त है अहिलेसम्म त 2 रुम त बन्नु के होला वेलकम बैक टू माय चैनल संचना's Nest। होप आप सब लोग ठीक होंगे, मैं भी बिल्कुल ठीक हूँ। एंड सभी को मेरी तरफ से दशमी की ढेर सारी शुभकामनाएं। हैप्पी दशई टू एवरीवन। एंड यस, हम नहा धो के तैयार हो चुके हैं। अब टीका लगाने का टाइम हो गया है। पहले हमने कन्या पूजा करना है। कन्या पूजा के बाद हम टीका वीका लगाएंगे। उसके बाद फिर खाना पीना एंजॉयमेंट बस। तो देखते रहिए, स्टे ट्यून्ड फॉर मोर। हैप्पी दशैं सबैलाई, सभी को बहुत सारी शुभकामनाएं दशमी की। तो ये हमारे नेपालियों का सबसे पहले कन्या पूजा हो रहा है। कन्या पूजा मतलब हम सबसे पहले पैर धोते हैं कन्याओं की। ये हमारी 3 कन्याएं हैं, फर्स्ट सेकंड थर्ड। मैं इसलिए हंसी क्योंकि मेरी जो बड़ी वाली बेटी है वो उसको पसंद नहीं है वीडियोस पे आना। एवरीबडी हैज़ देयर पर्सनल चॉइस, तो इसलिए उधर मुड़ गया, विच इज़ एब्सोल्युटली ओके। ये लेकिन मेरी ये जो बाकी 2 हैं अभी इनका तो अभी दिमाग नहीं है ना। आशीर्वाद दियो अब 3 जनाले आशीर्वाद दिनु, जो कष्ट दूर होस् भनेर, बिमारी नहोस्, दीर्घायु होस्। Pretty little babies. Now it's Bada's turn. Bada's bari. हमारे नेपाली कल्चर का सबसे प्यारा रिवाज यही है कि हम कोई भी चीज़ हमारी बेटियों को नमन किए बिना हम नहीं करते। तो हम सबसे पहले बेटियों को ही पूजा करते हैं, उसके बाद बाकी चीजें स्टार्ट करते हैं। हाय बेबीज, स्माइल। मजा आउँदैछ रे, मजा आउँदैछ खुट्टा धुलाउनु। डेली गर्नु यस्तो भन्नु ल। होइन, ऊ त पूजा गरेर पनि गर्छ नि। होइन धुनु होइन, स्कुलमा बिहान चाहिँ कान्छी आएको चाहिँ कान्छी पनि ढोक्छु म। ठुलो त अब ठुलो भइसकेछ, छेउमै त हुँदैन हो, छेउमै त बसिरहेको छ दिदीहरू। ब्लेसिङ खै, ब्लेसिङ दिएको खै हमारी आमा, हमारी सासू माँ। आमा नमस्ते। नमस्ते। मुखमा खाएको खै, पहिला खानुपर्छ। ए पहिला खाँदैन, अब मुखमा हालिकिन। मैले लास्ट टाइम पनि यस्तो गरेको थाहा छ तपाईँले। तपाईँले भनेको थियो नि भिडियो हेरेर, अहिले नखाएर पहिला टाउकोमा लगाउँछौ। पक्कै नि भन्दैन अब ठुलो ठुलो फेसबुकबाट पुरा पैसा आओस् भन। तिनीहरूको नमो गरेको मेरो कान्छीहरूको है, मेरो कुकुलेको यस्तो सेतो सेतो खुट्टाहरूको त खानु पनि घिन लाग्दैन नि। बिहारीहरूको के भएको भिडियोमा सुन्छ। आशीर्वाद दिनुहोस्। दियो त अघि सुरुमै गरिरहेको थियो। गुड बेबी हो नि त। तिमीहरूको लागि हामी छौ, हाम्रो लागि तिमीहरू हो होइन आमा। खुट्टा जोड्नुहोस् बाबा।
ए पहिल्यै यो स्पिडमा रहेछ है आदत छ नि बाउले गर्दा गर्दा यता नादु निकै थियो त नानी त्यो राम्रो माग्यो हुन्थ्यो नि बाहिर निक्ला हाल्दैन त झाइकी लगाएर पनि केही फाइदा छैन उसले सिकाउनु पनि जान्दैन गर्यो त तिमी तेह्र दिन म यो उयो फ्याँकी चलाउँछु ल पानी पानी फेर्नु स्माइल के गरेको त्यो चाहिँ त्यस्तो ए मेरो आमाको गरेको छ ए अ त फर्स्टमा आमाको गर्नु पर्थ्यो होइन ए होइन आमाले पहिला यिनीहरूको गर्यो नि त Look, baby. Here's just the baby. के भयो क्या छोराले आमाको पूजा गर्नु हुँदैछ नानी अब पूजा गर्दा एकछिन नबोल अब कुर्सी पनि चाहिन्छ होला छैन किन कुर्सी चाहिन्छ हात पुग्छ असै किन पुग्दैन हौ यहीँ छौ मेरो पुग्छ यसरी थापा ती एकछिन राख थियो तिम्रो यहाँ जस्तो सजिलो त्यस्तो लाउँछ कि तिम्रो जुन स्टोन बनाउनु चाहिँ बनाउँछ पहिला थाहा भयो त है अहिलेसम्म त 2 रुम त बनिन्थ्यो होला ओ सो सरी बाबा
सिधा तिमी सिधा सिधा हुन्छ सिधा सिधा हुन्छ लु कान्छ कपालमा तल 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 नमस्ते गर अब टिका जान्छ खै ढोका ढोका खानु मिलाइ लु अब सबै मम्मी डन ज्यादा अच्छा आता है इस साइड से उजाले मजाको आउँछ साम्बी स्विच चलाउँदा हुँदैन त्यो लाइटले केही हुँदैन अरे बाहिरको लाइट बेसी छ नि गुडिया सन्चै मिलाइदेऊ ल हामीले पनि त टिका लाउनु पर्छ हैन सबैहरुलाई God bless you and बुझ्ला न बुझ्ला ढोकर टिका लाएर सान्वी ल अब बडाले लगाइदिनु हुँदैछ अब टिका लाउँदा हात जोडेर बस्नुपर्छ बोल्नु हुँदैन सबै त उयो गर्ने हुन्छ कष्ट खाइ गर्यो सबै खेल्दै रीतिरिवाजहरू हेरेर गर्छ नि त एकदम छोरीको यस्तो गर्दिनु पछि मेरो त हातमा केही पनि आएन तिमीको पुरा भएछ नि चौरालाई क्या राम्रो डाले चाहिँ हाम्रो सबसे सीधा छोरी छोरीको सबै कष्ट दूर यस्तै सब पालन गरिदिनुहोस् माता रानी जहिले पनि सुरक्षित राख्नुहोस् सोचेको सबै पुगेर धेरै धेरै माया गर्न सकौँ उसको इच्छा पुरा गर्न सकौँ भगवान् पुऱ्याइदिनुहोस् म भए पनि एउटा तुलसीको पौधामा भेजूंगी कि पुरा छ हामी त कि हफ्ते में 2 बार ना तुलसी र म खिलाना अहिले त ल्याएको छैन तुलसी क्या आमा मतलब बिमार होस् नहोस् डजन्ट म्याटर हप्तामा 2 खेप तुलसी पिसेर ममा हालेर स्वाद स्वाद खुवाइदिनुस् त इम्युन पुरा स्ट्रङ हुन्छ
स्ट्रङ छ नि यो अहिले सब्जी होइन त्यो इम्युन स्ट्रङ भयो भने चाहिँ नि आमा क्या पर जुस नखानु भनेको कि फेरि दियो अब है कसै नदिनु होइन त्यो इम्युन स्ट्रङ भयो भने नि जे खायो भने पनि बिमार हुँदैन चिसो थियो नि त फेरि अस्ति आइसक्रिम यत्रो खाएको फेरि ठुलो ठुलो हेर्नु भुँडी दुख्छ अरे खुट्टा धोक्नु पर्दैन लडी पठायो चट्ट लडी पठायो भने सम्झना एकपल्ट सडक त्यो पानी हेर्नु ल हुन्छ आमा छ केही खाली छ भर्नुपर्ने छ केही उयो छ ड्रमहरू खिच न खिच्दैछु त भिडियो इज अन भिडियो अन यो सबै म म्युटमा हाल्छु नि त म्युजिक डालुङ्गेन यसले हामी बोलेको बोलेकै छ खै भोगेर यो त यस्तो भएछ भन्नुपर्छ केही छैन कुचु मेरो बाबु कुचु अच्छा बहुत होला त नि के दिएको फेरि मात्रै राख्छ नि त ए ए पहिला 1 रुपियाँ मात्रै दिएको थियो खिचा खिचा भनेको त अन्त ए त्यस्तो पो रहेछ त Look at my mother-in-law today, so pretty, so beautiful. नजर लाग्छ भने फेरि यो खायो चामल खानु हुँदैन बाबा दिदीले खायो चामल सुनमा पर्छ नानी ल बोजू मम्मीलाई बोजू